जयमसी सबैजनालाई। आज म मत्ती 7 अध्यायको 24 पददेखि 28 पदसम्म वाचन गर्न गइरहेको छु। हेडिङमा रहेको छ 2 किसिमका जग। यसकारण जसले मेरो यी वचन सुन्छन् र पालना गर्छन्, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो, अनि पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालना गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो। यसुले यी कुरा भनिसक्नु भएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्यो, किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनु थियो। आमेन।